आज फर्सी भुट्न लागेको। अब अचार पनि लगाउनु पर्यो भनेपछि गोलभेरा उसिन्न नआत्तारिका साथीहरूलाई हेर्नु कति मजाले उसिनेको छ क्या। अब फर्सी भुट्न लागेको यसैमा हालिदिएको थियो 2-3टा गोलभेरा अचार लगाउनु पर्छ भनेर। अनि फर्सी पनि अब भुटिन्छ अनि गोलभेरा उसिन्यो अचार लगाउनको लागि छिटो पनि मिठो पनि। अब यो फर्सीमा धेरै मसला नहालेर भुटेपछि गुलियो गुलियो भयो। अमिलो चाहियो भने टक्क गोलभेराको अचार लगाउने हो। मलाई त अब यो फर्सीमा धेरै मसला हालेको मन पर्दैन साथीहरू। तपाईहरूलाई थाहा नै होला होइन, अघि पछिको भिडियो पनि हेर्नुभएको साथीहरू। मलाई धेरै तेल पनि चाहिँदैन, अलिकति तेल हाल्यो, जिरा फुरायो, अनि त्यसमा एउटा खुर्सानी हालेर भुटभाट पारियो। ल हेर्नुहोस् गुलियो गुलियो अमिलो अमिलो हुन्छ नि गोलभेराको अचार अमिलो। यो गुलियो फर्सी भुटेको एकदम मिठो क्या। एक थाल भात जान्छ। हजुरहरूलाई मनपर्छ भनेर आउनुहोस् है साथीहरू, भिडियो हेरिदिनुहोस्, लाइक सब्सक्राइब गरिदिनुहोस् है साथीहरू सबैजना मिलेर। म पनि हजुरहरूको हेरिदिन्छु होइन, म पनि हेरेर लाइक गरिदिएको छु, साथीहरूलाई सब्सक्राइब गरिदिएको छु। हो कि होइन साथीहरू, मेरो पनि गरिदिनुहोस्। तर भिडियो हेरिदिनु ल, पाकिसकेर हेर्नुहोस्। अब खाना मात्रै बाँकी छ, आउनुहोस् है साथीहरू सबैजना सँगै खानुपर्छ ल।